धेरैले कम्प्युटर भनेको सिपियु बक्स मात्र सम्झिन्छन्। आज म तपाईलाई देखाउँछु कम्प्युटर भनेको के हो आजको जेनेरेसनको ल्याङ्ग्वेजमा। नमस्ते, म हुँ टेक्निसियन चिरञ्जीवी र यो हो डिभाइस क्यान आइटी सोलुसन। आजको भिडियोमा व्हाट इज कम्प्युटर, तर किताबी डेफिनेसन होइन, रियल लाइफ एक्सप्लेन। कम्प्युटर भनेको यस्तो स्मार्ट मेसिन हो जसले डाटा रिसिभ गर्छ, प्रोसेस गर्छ अनि रिजल्ट निकाल्छ। हामी किबोर्डबाट टाइप गर्छौं, त्यो इनपुट भयो। सिपियुले सोच्ने काम गर्छ, त्यो प्रोसेस भयो। स्क्रिनमा देखिन्छ र स्पिकरमा सुनिन्छ, यो आउटपुट भयो। अब ध्यान दिनुहोस्, कम्प्युटर भनेको ल्यापटप मात्र होइन, डेस्कटप मात्र होइन। तपाईको मोबाइल फोन त्यो पनि कम्प्युटर हो। त्यसमा कल गर्न, भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन, यी सबै कामहरू कम्प्युटरको नै हुन्। एटिएम मेसिन, पैसा निकाल्दा भित्र कम्प्युटरले नै काम गरिरहेको हुन्छ। सीसीटीभी क्यामेरा, रेकर्ड, स्टोरेज, प्लेब्याक सबै सिस्टम कम्प्युटर सिस्टम नै। आजको मोडर्न कार पनि कम्प्युटर सिस्टमबाट नै चल्छ। कम्प्युटर इज एभ्रिवेयर। अब कम्प्युटरका मेन पार्ट्स बारे बुझौं। इनपुट डिभाइसहरू, किबोर्ड, माउस, टच स्क्रिन, जहाँबाट हामीले कम्प्युटरलाई निर्देशन दिन्छौं अथवा इनपुट दिन्छौं। प्रोसेसिङ युनिट, सीपीयू, कम्प्युटरको ब्रेन, यो सबै क्याल्कुलेसन गर्छ। यसले सबै क्याल्कुलेसन गर्छ। आउटपुट डिभाइस, मोनिटर, प्रिन्टर, स्पिकर लगायतका रिजल्ट देखाउने डिभाइसहरू। इनपुट, सीपीयू, आउटपुट। आजको टाइममा कम्प्युटर किन इम्पोर्टेन्ट छ? जब, बिजनेस, अनलाइन अर्निङ, बैंकिङ, एजुकेसन कम्प्युटर बिना अलमोस्ट इम्पोसिबल छ। आज कम्प्युटर नबुझ्ने मान्छे 10-15 वर्ष पछाडि मरे जस्तै हुन्छ। एआई, अनलाइन काम, रिपेयर, कोडिङ सबै कम्प्युटरबाट सुरु हुन्छन्। म फिल्डमा काम गर्दै गर्दा देख्छु एउटा सानो कम्प्युटर नलेजले मानिसको इन्कम चेन्ज हुन्छ। कम्प्युटर केवल पढ्ने चिज मात्रै होइन, कमाउने स्किल र लाइफलाई व्यवस्थापन गर्ने एउटा माध्यम पनि हो। आजको भिडियोमा तपाईले बुझ्नुभयो कम्प्युटर भनेको सीपीयू बक्स मात्र होइन। कम्प्युटर भनेको मोबाइल, एटिएम, सीसीटीभी, ल्यापटप सबै कम्प्युटर हो। भिडियो युजफुल लाग्यो भने सब्स्क्राइब गर्न नबिर्सनुहोला। नेक्स्ट भिडियोमा हामी टाइप्स अफ कम्प्युटर बारे एकदम इजी भिडियो लिएर आउनेछौँ। थ्यांक यू फर वाचिङ।